भने के छ पर्वतजी ल बधाई छ तपाईलाई भिजा राखेको छ तपाईको साच्चै भन्नु सर हो भने ल यति बेलासम्म चाहिँ तपाईँलाई प्र्याङ्क गरेर थ्याङ्क यू सर थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच सब तपाईँको रेकर्ड भएर आउँछ है तपाईँको भिडियो आउँछ थ्याङ्क यू सर once again special thanks to my sir and special thanks to my Utsav sir and the entire whole Philip consultancy साथै गयो तपाईको मैले अब के भन्नु सबै तपाईले गराएको त्यहाँ गर्न भन्नु नि फेरि त्यसरी बस्नु बस्नु सर के हो म यस्तो भने सर मैले के गरेँ तपाईको फेरि खानै नखाएर आएको सर डरले फ्रड भएपछि खानै नखाएर आएको किन नखाएको तपाईँले के भयो डर लाग्छ डकुमेन्टहरु त्यो हो के यार यो केमा चाहिँ ठ्याक्कै एक्ज्याक्टली केमा चाहिँ उयो गराएको छ यो यस्तो हो के सर इन्कम पार्टमै तपाईको अलि भेरिफाई भने भेरिफाई नै भएन एउटा त भेरिफाई हुने खालको थियो यार दुईटा भेरिफाई हुने खालको थियो यार उहाँको एउटा आर्मीको इन्कम अर्को पेन्सनको इन्कम यार स्टेटमेन्टै छ हेर्नु न त्यही भने मेल आएको थियो तपाईँलाई होइन मलाई थाहा छैन तपाईँलाई होइन यता आएको थियो कि अनि कलेजले पठाएको थियो हेर्नु यहाँ कुरा गर्नु अनि सर्ट आउट गर्नु त यहाँ तपाईँले अब फेरि आज चाहिँ भ्याफे जाम भन्नु क्या एकचोटि जाँदा त के भन्नु मलाई चाहिँ प्रब्लम हुँदैन त्यतै हुनु न त्यहाँ पहिला तल ध्यान छैन छ कि छैन हेरेर जानु उहाँको फेरि फ्रड डकुमेन्ट भनेर चाहिँ माताको फ्रड डकुमेन्ट भनेर आएको क्या त्यस्तो हुँदैन भने पहिलो केस हो कि यस्तो सर पहिला भएकै थिएन कि यस्तो उहाँले दुईचोटि जानु भइसक्यो बिहाको त रिएप्लाई गर्नु जान्छ रिअप्लाई अब कसरी हुन्छ सर अब उहाँको फ्रडै केस भइसक्यो अनि फेरि रिअप्लाई गर्नु अनि भेरिफिकेसन गरेर के काम गर्ने अब बिहाफेसमा फेरि त्यहाँ तपाईँलाई इन्क्वायरी गर्छ नि त इन्कम के हो यो त्यहाँ गएर राम्रो काम गर्ने भन्दा होइन तपाईँको दिदीको चाहिँ इन्कम त जेन्युन हो कि होइन त्यो इन्क्वायरी गर्छ त्यहाँनिर होइन पेन्सनहरू सबै त्यो जेन्युन नै छ क्या तपाईँको त्यो डराउनु पर्दैन डर लाग्यो चाहिँ हेरेर जाने होइन साँच्चै सिरियस भन्नु न मलाई त्यहीँले गएर क्लियर गर्नु पर्यो भने त ठिकै हो क्याकमा गर्नु भनेको सबै डिजअलारमै चाहिँ जेन्युन इन्कम डकुमेन्ट्स भेरिफिकेसन गरेर उनीहरूले सोध्छ मलाई उहाँबाट त्यहाँनिर भ्याकेसमा गएर चाहिँ तपाईँको कन्फर्मेसन त दिनु पऱ्यो नि त अनि त्यसपछि उनीहरूले त्यहाँनिरबाट भन्छ क्या उनीहरूलाई तपाईँको अब चाहिँ स्टेटमेन्टहरू रेकर्ड गरेर पठाइदिन्छ क्या उसलाई नभए त्यहाँनिरबाट हाई कमिसनबाट चाहिँ उनीहरूले भन्छ कि हाई कमिसनले त्यहाँ इन्क्वायरी गर्नु पायो नि त तपाईँले गएर डिजअलारमै चाहिँ जेन्युन इन्कम डकुमेन्ट्स भनेर भन्नुभयो भने तपाईँको चाहिँ हुन्छ उहाँको बनाएर हालेको के भयो उहाँको रेन्ट थियो रेन्ट हाउस छैन रेन्टहरू थियो हाउस रेन्ट ल्यान्ड रेन्टहरू त्यस्तो केही थियो त्यो भयो भने त भइहाल्यो अनि अरू तपाईँ तिर्छ नि तिर्छ त्यतिकै छैन ए तपाईँको बनाएर हालेको डकुमेन्टमा चाहिँ त्यो वर्क एक्सपिरियन्सहरूमा जस्तै कि दिदीको एउटा दिदीको बनाएर हालेको होइन कुन हालेको थियो हेर्नु त्यहाँ कम्पनीहरू पाङ्गो फ्राङ्गो फ्रान सेभिङ एन्ड क्रेडिट मलाई त्यो पनि भेरिफाई हुने खालकै हो डकुमेन्टहरू के के भने त्यस्तो केही उहाँको चाहिँ इन्कममै हो कि सर भिजा लाग्छ नि त्यसमा ढुक्क अब त्यहाँनिर गएर बोलेर राम्रोसँग भन्न सक्यो भने चाहिँ पायो उताबाट चाहिँ मलाई इन्क्वायरी गर्छ उनीहरूले हो भेरिफिकेसन नै हो यताबाट गर्ने बिहाफेस चाहिँ पठाइदिन्छ क्या तपाईँको एक्सेस एन्सर चाहिँ उनीहरूले पठाइदिन्छ हाई कमिसनले चाहिँ तपाईँ इन्क्वायरी गर्यो क्या मैले यस्तो पढाएको पनि अब तनाव भयो त फर्स्ट केस हो क्या सर योभन्दा अगाडि यस्तो कहिले पनि भएको थिएन कि लोजेलाई भाइतिर लगेर के गर्छु हेर्नु न यसरी ध्यानहरू चाहिँ छ कि छैन फेरि अहिले युरोप ब्रान्ड हुँदैन नि के त अब त्यो अनि एकचोटि जानु छैन तर यो गरेर भिजा रिजेक्सन भयो भने त लगभग बिहान हान्छ नि के गरे भयो नि 10 इयर्स नो इन्ट्री भनेर आवाज दियो होइन युरोले मलाई इन्ट्री नदियोस् न मतलब कुरा भएन कि तर यहाँ मलाई प्रब्लम हुनु भएन कि यहाँ सबभन्दा कुरा हो मलाई के हुनु भएन भने ब्यान गरेर त के ठुलो कुरा भयो त युके छ समीक्षा त्यो एउटा मेसेज लेख्छु तपाईँलाई मैले उसको के अरे जिएसयू ग्लोसेस्टर साइडको त्यो उसको हेर्नु त त्यहाँ त्यो सर होइन अब यो डकुमेन्टहरू चाहिँ तपाईँको रेडी नै छ कि मैले त्यही भएर केही गरेको छैन यो डकुमेन्ट तपाईँलाई अरू त्यस्तो त्यो फर्स्ट त हुँदैन जानु हैन राम्रो के दिनु न भेरिफाई भयो भने त्यहाँ गएर मैले भन्ने चाहिँ के त त्यही हो तपाईँले सोध्छ होइन डकुमेन्ट हैन डकुमेन्ट्सहरू तपाईँको इन्कमको पार्टमा तपाईँको के अरे इन्क्वायरी गर्छ कि उनीहरूले तपाईँको फेक हो कि यो जेन्युनली उनीहरूले जेन्युन लाएन भने चाहिँ सोध्छ क्या तपाईँले जेन्युनली इन्कम हो भनेर चाहिँ उनीहरूलाई त्यो कन्भिन्स गराउन सक्नु पऱ्यो क्या बुझ्नुभयो जेन्युन के हो अब मैले के भन्नु जेन्युन इन्कम हो मेरो दिदीले यस्तो काम गर्छ यति यति काम आउँछ त्यही भन्ने तपाईँलाई मैले त्यही भएर कल गरेर बोलाएको कि भिजा लागेको छ कि तपाईँको मैले एक थरी त सोचिरहेको थिएँ होइन लाइक यस्तो भिजाहरूलाई प्र्याङ्क गर्नुभयो होला सरले मसँग भनेर थ्याङ्क यू सो मच
हामीले चाहिँ के सोचेको थियो आउने बित्तिकै तपाईँलाई लगाइदिन्छु सोचेको थिएँ तर फेरि होइन त्यति गरेको एकछिन अलिकति यसो जिस्काइदिएको तपाईँको रियाक्सन आउनेलाई भिजा लागेको छ तपाईँको बल्ल भिजा लागेर जस्तो थियो त्यहाँ अगाडि गएर चाहिँ यसो फोटोसोटोहरू खिचिहाल्नु यही फोटो हाल्नुपर्छ फेरि उसको लागि पोस्टको लागि अब माल्टा उठ्ने हो तपाईँ अब पैसाहरू रेडी गर्दै गर्नु